यो कहाँबाट ल्याएको भनेर सोचिराख्नु भएको छ होला। नेपालमा त पाकेको छैन। यो मैले जोगमनीबाट लिएर आएको। म हिजो जोगमनी गएको थिएँ। हेर्नुहोस्, मैले सुनेको थिएँ 500 भन्दा माथिको सामान लिएर आउँदाखेरि भन्सार काट्नुपर्छ। त्यति मात्र होइन, त्योभन्दा अगाडि बिहेको कार्ड लगिसकेपछि थोरै एक दुईवटा साडीहरू बेहुलीको सामानहरू लिएर आउन पाइन्छ, त्यो मैले सुनेको थिएँ। सो मैले जोगमनी गएको थिएँ। हेर्नुहोस्, मैले भन्सार काटेर सामान ल्याउन पाइन्छ भनेर पनि सुनेको थिएँ। अनि गएर मैले हेर्दै गर्दाखेरि पोकामा सामान बोकेर धेरैजनाले पोका पास गरेको पनि देखेँ हैन। साइडमा बसेर यसो बुझाएको पनि मैले देखेँ। हेर्नुहोस्, 15 मिनट बसेर मैले त्यहाँ निगरानी गरेँ जोगमनीमा गएर। तब कि मैले एकजनालाई सोधेँ के यहाँनिर सामान ल्याउन पाइन्छ भन्दाखेरि त्यसरी चाहिँ पाइँदैन, बेको कार्ड राख्यो भने चाहिँ 4-5 जोडा साडी, एक दुईवटा साडी, 4-5 वटा सरी, एक दुईवटा साडी चाहिँ ल्याउन पाइन्छ भन्नुभयो। ठिक छ, त्यसो भने भन्सार काटेर चाहिँ पाइन्छ त भनेको उहाँहरूले भन्नुभयो, पाइन्छ भन्नुभयो। ल ठिकै छ, त्यसो भने म भन्सार काटेर नै म सामान लिएर आउँछु, किनकि अहिलेको सरकारलाई हामीले सपोर्ट गर्नुपर्छ भन्ने कुरा मेरो पनि मान्यता हो हैन भन्ने कुरा थियो। त्यस पछाडि हामी उहाँ जोगमनी गयौँ, सामान लिएर आयौँ हैन। सामान लिएर आइसकेपछि जब कि भन्सारको ढाड छ 1 किलोमिटर पर, तर चोकैमा बस्नु भएको छ हाम्रा आर्मी पुलिस सशस्त्र। हेर्नुहोस् है, चोकको गेटैमा बस्नु भएको छ। यतापट्टि माइती नेपाल छ। चोकको गेटमा बसेर तपाईँले सामान कहाँबाट ल्याउनु भयो भन्नुभयो। भन्दाखेरि मैले भने अब कहाँबाट ल्याउनु सर, पारीबाट लिएर आएँ भने मैले। भन्दै गर्दा उहाँले के भन्नुभयो, ट्याक्स काट्नु, यत्रो सामान किन ल्याउनु भएको भन्दा सर मैले बिहेको लागि ल्याएको, म भन्सार तिर्छु भनेर मैले भने। हेर्नुहोस् है, भन्दै गर्दाखेरि त्यहाँको ससुराले के भन्नुभयो, किन यत्रो सामान ल्याउनु भएको भन्नुभयो क्या। म ट्याक्स तिरेर जान्छु नि त सर, मैले कुरा गरिरहेको छु, म ट्याक्स तिरेर जान्छु भनेर मैले कुरा गरिरहेको छु। उहाँले के भन्नुभयो भने फेरि पनि यत्रो सामान किन ल्याउनु भएको तपाईँले, फेरि पनि हेर्नुहोस् है म ट्याक्स तिर्न जान्छु। ठिकै छ, त्यसो भने म ट्याक्स तिर्ने ठाउँ चाहिँ कहाँ छ भन्दा पर छ भन्नुभयो। भन्दाखेरि म लिएर गएँ। उहाँले मेरो साइडमा बसेर लिएर जाँदै हुनुहुन्छ अरे। साँझको टाइम भएको छ, 7:30 जति भएको छ, अँध्यारो भएको छ, हामीलाई ढिलो पनि भइरहेको थियो। अनि हामी चाहिँ छिटो गर्नु सर, हामीलाई टाढाको बाटो छ, हामीले यहाँबाट 2 घन्टा जति लाग्छ, त्यही भएर हामी भन्सारतिर जान्छौँ भन्दै गर्दा लगभग 500 मिटर बिचमा पुगेपछि उहाँले के हरकत देखाउनु भयो थाहा छ। अब यसो दिएको भए त मिल्थ्यो होला हैन, त्यो कुरा हामीलाई थाहा भएन। हेर्नुहोस्, म त फर्स्टचोटि गएको हैन। यदि मैले गफ गरेको जस्तो लाग्छ भने मोबाइल ट्र्याक गरेर हेर्दा पनि हुन्छ म कहाँ पुगेको छु भनेर थाहा पनि हुन्छ। हेर्नुहोस्, जोगमुनी गएको मैले विराटनगर टेकेकै 3 महिनामा एकचोटि हो, ती मात्रै गएको। त्यस पछाडि बिचमा पुगेपछि उहाँले के भन्नुभयो भने तपाईँ अब सामान झर्न लाग्यो सर, सामान झर्न लाग्यो भने किन तपाईँले मलाई सिकाइराख्नुपर्छ, सिकाउनु पर्ने कारण के छ भन्नुभयो। ठिक छ सर, म सिकाउँदिनँ नि त, मलाई थाहा भएन भने। अब फेरि हो न त हो भने। अनि त्यस पछाडि उहाँले के भन्नुभयो भने फेरि भन्सारदेखिको छेउमा पुगेपछि तपाईँहरूले सामान चोर्न लाग्नुभयो, तपाईँहरूले सामान झार्न लाग्नुभयो, त्यही भएर हामी सामान दिँदैनौँ तपाईँलाई, तपाईँ खुरुक्का घर जानुहोस्, तपाईँको सामान लिलामीमा गयो भनेर उहाँले सामान पोको पारेर लिएर जानुभयो क्या। भनेपछि नेपालमा हेर्नुहोस्, यस्तो नदिएसम्म कति पनि कुरा भन्सार टाइट छैन। हेर्नुहोस् सरकार, बालेन सरकारले यदि भन्सार टाइट गरेको भने राजस्वमा हामीले एकदम टाइट गरेर जुन चुहावट छ त्यसलाई बन्द गर्नको लागि, यता भन्सार टाइट गर्नको लागि प्रत्येक महिनामा छड्के चेक गर्न पठाउनुहोस्। सरकारको मान्छे जानुपर्छ। सशस्त्र पुलिस सरकारको मान्छे त हो, तर कति पनि कडाइ छैन। यहाँनिर पैसा दिनेलाई, साइडमा बसेर दिनेलाई सब छुट छ, तर कसरी नदिने मान्छेलाई 100 को सामान ल्याउँदा पनि टाइट छ भन्सार। मैले हिजो मात्र गएको, आज 2 दिन भयो, मैले 2 दिन लाग्यो मलाई सामान ल्याउनको लागि। भन्सार तिरेर ल्याउँछु भन्दा पनि पाइँदैन सर। कि त सरकारले साँच्ची नै भन्सार तिरेर पनि सर्वसाधारणले पैसा सामान ल्याउन पाइँदैन भने त्यहाँ किन लिएर आइँदैछ, प्रत्येक पोका किन बोकिँदैछ, त्यो पोकालाई किन हेरिँदैन, किन 500 भन्दा सामानलाई माथिलाई ट्याक्स तिर्नुपर्छ र सामान ल्याउनु पर्दैन भनेर प्रतिबन्ध लगाइँदैन। त्यो यो सरकारमा ध्यान आकर्षण होस्। मलाई एकदमै धेरै चित्त दुखाइ छ यसमा चाहिँ है।